भन्दाखेरि पहिलो कुरो त यो MG S5 तपाईँ सनरुफ मोडलको कुनै पनि सनरुफ मोडलको गाडी लिँदै हुनुहुन्छ भने सबभन्दा पहिला त विचार गर्नु पर्यो। अब अरू मोडलको गाडीमा के छ मलाई चाहिँ थाहा भएन, तर अब मैले लिँदाखेरि चाहिँ म कहिले पनि यो सनरुफ मोडल चाहिँ कहिले पनि प्रिफर गर्दिनँ, सजेस्ट पनि गर्दिनँ, रेकमेन्ड पनि गर्दिनँ। र अब यति खर्च गरिसकेपछि गाडीमा यस्तो नोइज आयो भने चाहिँ तपाईको त्यति राम्रो पनि भएन। तपाईँ सुन्न सक्नुहुन्छ। अब गाडीमा नोइज आउँछ, बडी नोइजहरू आउँछ, जस्तो राम्रो गाडीमा पनि बडी नोइजहरू चाहिँ हुन्छ, नहुने होइन, तर यति धेरै नोइज चाहिँ हुँदैन। अब मैले सिम्पली अब मान्छेहरूलाई अवेर गर्ने कुराहरूमा आफूले कोसिस गर्ने हो। मेरो कुनै अरू कुनै उद्देश्य पनि छैन र कुनै कम्पनी अथवा कुनै ब्रान्डप्रति मेरो कुनै पूर्वाग्रह पनि छैन। म एउटा ओनर भएको हिसाबले मैले चाहिँ 6-7 महिना करिबन भयो यो गाडी लिएको, तर म सुरुदेखि नै यो गाडीको नोइजको पार्टबाट चाहिँ म त्यति सेटिस्फाई छैन। मैले बारम्बार उहाँहरूलाई भन्ने पनि गरेको छु, तपाईहरुले यस्तो चिज चाहिँ अब तपाईहरुले करेक्सन गर्नुपर्छ। आइदर यो चिजलाई तपाईले अब BYD ले पनि कति गाडीहरू फिर्ता लगेको थियो। अब यो डिफेक्ट छ भनेदेखि त सबै कन्ज्युमर राइट्समा पनि पर्छ कि पैसा लिइसकेपछि त्यो लेभलको कम्प्लेन आयो अथवा त्यस्तो समस्या आयो भने त अब रेप्युटेड कम्पनीले त फिर्ता लग्ने अथवा रिप्लेसमेन्ट गर्ने अथवा चाहिँ त्यसलाई पर्मानेन्ट सोलुसन गर्ने सबै कामहरू गरेको देखिन्छ। अब नेपालमा अलिकति कन्ज्युमर राइट सम्बन्धी त्यति राम्रो कानुन र रेस्पोन्सिबिलिटी नभएको कारणले गर्दाखेरि पनि अब यस्तो किसिमको आयातकर्ताहरूले चाहिँ बेचिसकेपछि चाहिँ एकदमै कस्टमरलाई नै त्यसको पीडा अथवा त्योबाट पर्ने असर चाहिँ कस्टमरले नै मात्रै बिहोर्नुपर्छ भन्ने एउटा मानसिकता देखिन्छ। अब यसमा चाहिँ अलिकति म चाहिँ रिक्वेस्ट गर्छु MG ले चाहिँ यो पार्टमा चाहिँ एकदम ध्यान दियोस् भन्ने मलाई चाहिँ लागेको छ। अब हेरौँ, अब यो विषयको चाहिँ सोलुसन भएन भनेदेखि